यो देश बनाउने अर्को शक्ति भनेको रवि लामिछाने हो, जसले 21 सिट ल्याएर आज पुरै देश बढी पुरानो राजनीति गर्ने शक्तिको तरङ्गित बनाइदिएछ। भन्नुहुन्छ भने साँच्चीकै एमाले र काङ्ग्रेस भनेको दुई किनारा हो। यिनीहरू कुनै सिद्धान्तले नमिल्ने मान्छेलाई रवि लामिछानेले मिज्यू मिज्यू बनाइदिएछ। हामीलाई थाहा छैन, हिजो त्यही बसेर केपी ओलीजीले शेरबहादुरजीलाई के भन्नु, तिम्रो यो बुढाहरूलाई किन पानी हाल्नु, अब युवाहरूलाई हाल्नुपर्छ भनेर उहाँहरूले हामीलाई यसो सेन्टिमेन्ट सोचेको कुरा लिन्थ्यो नि, होइन? उहाँहरू त कहिल्यै नमिल्ने। तर रवि लामिछानेले जुन किसिमको गृहमन्त्री उहाँले भन्नुभयो, त्यो एक कार्यकाल, दुई कार्यकाल, 2 महिना, 1 महिना, त्यसमा उहाँले जुन कदम चाल्नुभयो 25वटा फाइल, त्यो 25वटा फाइलमा चाहिँ यस्तो खालको थियो कि 60% भ्रष्टाचारीहरू भित्र पस्नेवाला थियो। आज यो देशलाई 27 खर्ब लोन छ, लेखेर राख्नुहोस्। तपाईँलाई म भन्छु 27 खर्ब लोनमा हरेक जन्मिने बालकको चाहिँ 1 लाख रुपियाँ टाउकोमा लोन बोकेर जन्मिन्छ। यो कसले गरायो? यो सबै यिनीहरूले गरायो। त्यस कारणले गर्दाखेरि यो फाइल मात्रै भित्र आज खोल्नु पाएको भए म भन्छु धेरै त होइन, 70-80 खर्ब आउँथ्यो के। 27 खर्ब लोन तिरेर त्यो 50 खर्बले यो देश त समृद्ध नेपाल बनिसक्यो अहिले। भनिसकेपछि केही मान्छेलाई लगेर यिनीहरूले थुनेको होइन त? होइन भने रवि लामिछानेले प्रतिशोध होइन भने हिजो एमालेको प्रधानमन्त्री, कङ्ग्रेसको गृहमन्त्री, तपाईँलाई थाहा छ अझै पनि न्याय अदालतमा टेबल उनीबाट चल्छ, होइन? सम्पूर्णलाई मुद्दाहरू परेको तपाईँले अनुभव गर्नुभयो होला। त्यस कारणले गर्दाखेरि यहाँ प्रतिशोध हो। तर 40 लाख हस्ताक्षर गर्ने क्रममा म पनि आएको छु नि त, म पनि आएको छु। 40 लाख हस्ताक्षरले रवि लामिछानेलाई प्रतिशोध हो। एकचोटि छानबिन गरौँ। अहिलेको जेएनजी सरकारलाई म च्यालेन्ज गरेर भन्नु चाहन्छु कि 78 जनाको रगतमा टेकेर तपाईँले जीवनमा गृहमन्त्री हुन्छ भनेर कहिले कल्पना गर्नुभएको थियो? सुशीला कार्की कहिले प्रधानमन्त्री बन्छ भनेर कल्पना गर्नुभएको थियो? तपाईँले 78 जनाको रगतमा टेकेर तपाईँले चाहिँ अहिले प्रधानमन्त्री र गृहमन्त्री खानुभएको छ। यसै मिडियाका साथ म भन्न सक्छु। तर त्यसमा 60% राष्ट्रिय स्वतन्त्रबाट रवि लामिछानेको पनि हात छ। त्यो के अरे जुन जेनजीको आन्दोलन हामी जस्तो युवाहरूको आएको छ त्यहाँ, किनभने रवि लामिछानेलाई प्रतिशोध भएको छ है। साँच्चीकै यो अन्याय र अत्याचार भएको छ है, यो पराकाष्ठ भयो। अब हामी भन्दैछौँ साँच्चीकै वास्तवमा आज जो मान्छेलाई न्याय म त भन्दैछु साँच्चीकै होइन, रवि लामिछानेज्यूले त न्याय पाइहाल्छ नि। अब यत्रो चाहिँ कायापलट भयो, पुरानो शक्तिको सत्ता सबै सत्ता च्युत भयो। अब रवि लामिछानेको ज्यू जुन खालको प्रतिवेदन छ त्यो तान्छ होला। आज राष्ट्रिय मुद्दा भएको छ, अन्तर्राष्ट्रिय मुद्दा भएको छ। टिकटक लाइभ रवि दाई, यसो कमेन्ट रवि दाई, यो किन तपाईँले रवि दाई बनाउनु भएको? कमसेकम उहाँको फाइल तान्नु, त्यो साँच्चीकै उहाँको प्रतिवेदन प्रतिशोध हो कि होइन भनेर नेपाली जनतालाई एकचोटि देखाउनुहोस्। त्यो हामीलाई चाहिएको छ कि हामीले आरोप लगाए हुनु पनि नहुनु पनि सक्छ। भोलि त्यो फाइल हेर्दै गर्दाखेरि रवि लामिछानेलाई आरोप लगाएको होइन रहेछ है, अर्को 10वटा मुद्दा पनि थप्नु मिल्ने रहेछ भने थपिदिनुहोस्, डेट तोक्नुहोस्, 10 वर्ष हाल्नुहोस्। होइन भने तपाईँहरूले के गर्नु भएको छ भने त्यो सबै तपाईँहरूले